यी दृश्यहरू हुन् म्याग्दी जिल्ला घोरेपानी क्षेत्रबाट देखिने हिम श्रृङ्खलाहरूको। यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुली लगायतका हिम श्रृङ्खलाहरू नजिकबाट निहाल्न सकिन्छ। गुराँस फुल्ने सिजनमा यहाँको सुन्दरता अझ बढी खुलेको हुन्छ। हामी केही अगाडि पुगेको भए पनि यहाँको सुन्दरतामा कुनै कमी थिएन। आज तपाईँहरूलाई पनि हामी सँगै लिएर जान्छौँ। आउनुहोस् सँगै यात्रा गरौँ। हामी अघिल्लो दिन साँझ नै पोखरा पुगिसकेका थियौँ। पोखरा पुगेपछि हामी साँझमा केही बेर बाहिर निस्क्यौँ। लेक साइडतिर एकछिन डुलेपछि हामी होटल फर्क्यौँ। हामीलाई भोलिपल्ट बिहान चाँडै नै निस्किनु पर्ने भएको कारणले भोलिपल्टको सबै तयारी सकाएर हामी त्यो दिन साँझ चाँडै नै सुतिहाल्यौँ। बिहानै हाम्रो टिम तयार भयो। पोखराको 0 किलोबाट जीपमा हाम्रो यात्रा अगाडि बढ्छ। हेम्जा लुम्ले हुँदै हामी फाइनली पुग्छौँ नयाँ पुल। नयाँ पुलबाट हामीले अर्को जीप खोजेर जानुपर्ने थियो। त्यहाँबाट चाहिँ हामी सिङ्गल जाँदा चाहिँ एकदम महँगो पर्ने भएर हामीले अर्को टिम पनि खोज्यौँ र 2 टिम मिलेर त्यहाँबाट सेयरिङमा हामी लाग्यौँ अगाडि। बाटो अप्ठ्यारो थियो, कति ठाउँमा बनिरहेको थियो। बिचमा मैले भिडियो खिच्न पाएन, मेरो ब्याट्री सिद्धेको भएर। फर्किँदा अर्को भिडियोमा पक्कै देखाउनेछु। बिरेठाँटी, उल्लेरी, बनठाँटी हुँदै हामी फाइनली पुग्छौँ घोरेपानी। यो हो घोरेपानीबाट देखिने हिमालहरू। हाम्रो यात्रा पुनिलसम्मको भए पनि होटलहरू सबै घोरेपानीमा मात्र पाइँदो रहेछ। हामीले होटल खोज्यौँ। ब्यागहरू सबै होटलमा राखेपछि हामी एकछिन निस्क्यौँ बाहिर डुल्नलाई। हिमाल अगाडि उभिँदा त्यसै नाजवाब भइन्छ। पहाडहरू देखेर मन त्यसै चञ्चल हुन्छन्। थाहा छैन कस्तो जादु लुकेको छ यो हिमालमा, पहाडहरूमा, यी जङ्गलहरूमा, जङ्गलभित्रबाट आउने चराका आवाजहरूमा। बस हेर्न मात्र सकिन्छ, अनुभव गर्न मात्र सकिन्छ। केही बेर डुलेर हामी होटल फर्क्यौँ। हामीलाई भोलिपल्ट बिहानै पुनिल जानुपर्ने थियो। पुनिल गएर फर्केको वाला चाहिँ म अर्को भिडियोमा फेरि लिएर आउनेछु। होटल गएर हामीले खाना खायौँ। यो खानाको चाहिँ बयानै नगरौँ, यस्तो मिठो खाना थियो। यो मिठो खानासँगै हाम्रो त्यो दिनको यात्रा सबै सिद्धिन्छ। पोखरादेखि घोरेपानीसम्मको यात्रा। यहाँबाट अगाडि पुनिल गएर फर्केको वाला भिडियो फेरि लिएर आउनेछु। फेरि भेटौँला। नमस्ते।